सबैलाई नमस्ते वान सेकेन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ मोटर ब्लग लिएर चाहिँ म आइसकेको छु। अनि आज म र मेरो साथी चाहिँ राइडको लागि चाहिँ रेडी हुँदैछौँ। अब सायद निस्किन्छौँ हामी। साथ छ कि क्या हो यार यसको हलो साथीको हेलमेट चाहिँ हिजो नै डेलिभरी भइसकेको छ। दामी छ, ब्ल्याक कलरमा, ब्ल्याक हेलमेट, ब्ल्याक बाइक। वाउ, कस्तो दामी कलर म्याच भइरहेछ होइन बाइक र हेलमेटको। गाइज अनि यता चाहिँ मेरो बाइक देख्न सक्नुहुनेछ, ब्लू व्हाइट एन्ड ब्ल्याक कलरमा दामी देखिरहेछ। अनि हेलमेट चाहिँ ब्ल्याक एन्ड व्हाइट बबाल देखिरहेछ। यहाँको अन्य चस्मा बवाल देखिँदो रहेछ। यो पनि झलक्क हेर्दा चाहिँ नेपालको बुलेट बाइक जस्तो देखिन्छ। दामी साउन्ड पनि उस्तै छ। सही ठिक्कको रहेछ हेर्दा हेलमेट त। अनि आज त्यही हो गाइज, अब त्यस्तो खासै टाढा जाने प्लान छैन, यही वरिपरि राइड हानिन्छ। बाइकको फाइनल लुक चाहिँ यस्तो भएको छ। आज चाहिँ वेदरले नि दामी साथ दिइरहेछ। बवाल छ है, बवाल छ। टक्क अब माइक फिट गर्ने हो। यहाँ कता माइक फिट गर्ने यार, यहाँ गरिदिनु पर्ला। ल माइक पनि फिट भयो। स्मल साइज है, कुन साइज थियो? मैले लासी मिडियम किनेको नि। यो माइकले झन् टाउको मात्रै खायो। कस्तो कडा देखिरहेछ होला नि मेरो यो माइक। यता कहीँ चेपिदेऊ त, चेप्ने ठाउँ छ यहाँतिर कहीँ? कहाँ छ त्यो मेट्रो नम्बर? छैन, यहाँबाट गरिहाल्छ। कहीँ यसरी बान्यो नि यहाँ त्यस्तोमा चिप्ने नि त। चिप्ने गएको नि दिन्छ चाहिँ होला। मेरो भिडियो चाहिँ कस्तो देखिन्छ क्या अब? यहाँ भयो त्यहाँ पुलिसले यो भिडियो कन्टेन्ट आउँछ। पुलिसले कन्टेन्ट आउँछ त्यो त नराख्नु मलाई यार। कन्टेन्ट आउँछ। पुलिसले झन् ल्याइक हान्छ होला नि। ल अब चाहिँ हामी बिस्तारै बाटो लाग्छौँ गाइज। मेरो यहाँ हेर्नुपर्छ क्या, कुदाउँदा चाहिँ कस्तो हुन्छ क्या भिडियो फेरि। अलिकति टक्क पारेर क्यामेरा मिलाइदिउँ अनि त्यसपछि चाहिँ लाग्नुपर्छ। हो ठिकै छ होला। अब त उता कुदाउँदै हेर्नुपर्छ गाइज। गएको बाटो त अब कता त्यही त होला नि। जय शम्भो। ल गाइज, अब चाहिँ हाम्रो बाइक स्टार्ट हुन्छ। दुईजनाको तेल पनि सकेको छ। उनी पर गएर साइड लाइन छ, कति खुल्ला छ होइन। तिमी अगाडि हेर्न। मेरो भिडियो कस्तो देखिरहेछ हेर त। भिडियो कस्तो देखिरहेछ? मोबाइल स्क्रिन देखिरहेछ यता मजाले देखिरहेछ। अलिक माथि गर्नु, कुदाउँदा चाहिँ यस्तो हुन्छ क्या भरे पोजिसन। अलिक माथि गयो, अलिक यता यसरी अझ लैजाउँ। तिमी अगाडि होइन, म पछाडि आउँछु। हुँदै जानु भनेको होइन, कुन बाटो लाग्छ त्यही बाटो जानु। यो स्पोर्ट टाइपको यो बाइक कुदाउनु चाहिँ कहिले कस्तो अप्ठ्यारोहरू के भिडियो गर्नु। ट्याङ्की र यो अगाडिको ठुलो भएर चाहिँ गर्दाखेरि केही देखेको छैन नि त। वा, नेपालको जस्तै भाइब्स आइरहेको छ, तर कस्तो यो स्पिडै कम भए जस्तो भइरहेछ कि। तेल लाउने ल मेरो पनि लाउनु मन छ। लाउने भने लाउँ, मेरो नि सकिन्छ। के हो बाबा रे बाबा, ग्यासको भाउ त के हो, माथि मात्रै जान्छ त यार। अब तेल लाएर गइन्छ गाइजहरू, तेल लाएर। यो ग्यास स्टेसनमा बाइकमा ग्यास लाउनु आउँदा त मलाई त्यो नेपालको याद आयो। त्यो पहिला त्यो नेपालमा इन्डियाले कसले नाकाबन्दी लगाएको थियो नि, त्यतिखेर तेलको भाउ यस्तो बढेको थियो यार, यस्तो बढेको थियो। झन् 150 कि 200 लगाएर हामीले कुदाएको त्यो जमानामा। त्यतिखेर पेट्रोल पम्पमा 90 रुपियाँमा 1 लिटर आउँथ्यो क्या गाइजहरू। चाहिँ त्यो लकडाउनको बेला चाहिँ 1 लिटरको कति लगाएर बाइक कुदाउनु भयो, प्लिज कमेन्ट गरिदिनु न है। पेट्रोल लाने होइन के भयो? छैन होला।
के हो मेरो नि ट्राई गर त चेक गर त ओइ ल गाइज हामी त तेल लाउन आएको दुवैजना कन्फ्युज भयो हाम्रो ओइ दिपक मेरो पनि चेक गर त अब यहाँ चाहिँ कस्तो हुन्छ होइन पेट्रोल नै भए पनि पेट्रोल कति लाउने हो हुन्छ E10 र E5 भने कि E10 मात्रै जान्छ कि E5 मात्रै जान्छ त्यसमा कुन जान्छ हामी दुवैजना कन्फ्युज भयो क्या कुन लाउने 5 हान्नु पर्ला यार हामी दुवैजना चाहिँ एकदम मोमेन्ट्स न्यू बाइक राइडर हो नि त त्यही भएर नि एक्ज्याक्टली हामीलाई थाहा भएन क्या E5 कि E10 जान्छ भनेर तर त्यो दुइटैलाई पनि खासै फरक चाहिँ केही छैन एउटा लो र हाई क्वालिटीको चाहिँ हुन्छ भन्छ तर एनिवे गाइज हामीले त्यो लगाइसक्यौँ अनि निस्किसक्यौँ अहिले हामी बाटोमा आइसक्यौँ गाइज अहिले चाहिँ हाम्रो चाहिँ दुइटा ब्याग चाहिँ फुल अफ ग्यास भइसक्यो होइन अब चाहिँ हामी जहाँ पनि जान सक्छौँ पेट्रोल हुन्छ चाहिँ गाइज अब त्यही हामी बाटोमै छौँ जाँदैछौँ है गाइज राइड जाँदा चाहिँ जे नहोस् भन्यो त्यही चाहिँ हुन्छ क्या अब यहाँ साथीको चाहिँ बाइकमा सानो प्रब्लम देख्यो हो डिस्क ब्रेक चाहिँ टच भएर चाहिँ सानो साउन्ड आइरहेछ के कुदाउने होला नि त गाइज हामी चाहिँ अहिले चाहिँ ठ्याक्कै आधा बाटो जस्तो आइपुग्यौँ के गराएको छ चाहिँ कहीँ कहीँ तल चेन हो कि अब बाइक राइडर भएपछि त यतिको मजा यतिको भएन भने त के मजा भयो त होइन र अति गराएको छ नि हेर्दैन गरिरहेको छ चाहिँ गरिदिरहेको छ तर केही छैन गाइज हाम्रो डेस्टिनेसनमा हामी यिनी हो पुगेरै छाड्छौँ यहाँ त बाइक कुदाउनु त दिन्छ होइन त्यो चाहिँ हामीले चाहिँ टाउन छोडेर चाहिँ हामी काउन्ट्री साइडतिर आएको छौँ नि त यो साइड भन्ने चाहिँ कस्तो हुन्छ भन्दा गाउँ एरिया जस्तो हो अनि यहाँ चाहिँ फार्मरहरू बस्छ क्या फार्मरहरूको चाहिँ प्राइभेट अब ल्यान्ड हुन्छ प्रोपर्टी हुन्छ उनीहरूको खेती गर्नेहरू हुन्छ अनि कतिपय रोडहरू पनि उनीहरूको प्राइभेट हुन्छ क्या त्यस्तो ठाउँमा चाहिँ पब्लिकलाई चाहिँ एक्सेस हुन्न त्यही भएर मैले साथीलाई सोधेको तर हामी जानु चाहिँ जाँदैछौँ होइन गाइस जानु चाहिँ नछुने हो जे पर्ला त्यही टर्ला होइन तर हामी बढ्दैछौँ लगभग अब चाहिँ हाम्रो चाहिँ डेस्टिनेसन नजिकै चाहिँ हामी आइसकेको छौँ अबको 15 मिनट जस्तो राइड गऱ्यो भने चाहिँ हामी पुग्छौँ हामी जाने चाहिँ उयो हिलको टपमा जाने हो त्यहाँबाट चाहिँ राम्रो भ्यूहरू पनि देखिन्छ यो ठाउँ पनि राम्रो रहेछ टक्कर ग्रास अनि प्लेन अनि हिल स्टार्ट हुने ठाउँ क्या कस्तो भन्नु त्यहाँ हामी मधेस र पहाड स्टार्ट हुने ठाउँ जस्तो हो यो अनि त्यही अब माथि गएपछि त्यो डाँडामा गएपछि हल्का सिनेमेटिक सटहरू हान्ने प्लान छ होइन अब हामी दुईजना लाग्छौँ लगभग यहाँ हल्का ब्रेक जस्तो पनि भयो फाइनली अहिले चाहिँ हामी हिलको टपमा आइसक्यौँ गाइज अब चाहिँ सिनेमेटिक सट हेर्ने हो गाइज इन 3, 2, 1 गो Thanks for watching. If you like my content video, please do check it out old videos and don't forget to subscribe my YouTube channel.